सुदन गुरुङलाई निकालेको छ के अरे सुदन गुरुङ निस्केको छ निस्केको होइन निकालेको हो भन्ने मतलब हजुर हामीलाई चाहिँ निकालेको हो जस्तो लाग्छ किनकि के अरे सुदन गुरुङ कुनै पनि हिजो राजनीतिक ब्याकग्राउन्डबाट आएको व्यक्ति होइन उसलाई राजनीतिक खेल थाहा छैन उसलाई प्रयोग गरे पनि उसलाई थाहा छैन होइन कि त उसले के अरे केही 2-4 माछाहरू के अरे ठुला नेताहरू समात्यो अब त्यो समात्न अरू कुनै नेतालाई प्रयोग गरिएको भए त्यो नेताको के हुन्थ्यो भने कि एउटा राजनीतिक करियर डामाडोल हुन सक्थ्यो क्या यहाँ हामीलाई थाहा छ नि त एउटा पक्षमा बसेर गृहमन्त्रीको भूमिका निर्वाह गरिरहँदा प्रतिपक्षमा बसेका नेताहरूले कतिसम्म धाकधम्की दिन्छन् भनेर त्यो धाकधम्की दिँदाखेरि पनि सुदन गुरुङलाई असर नपर्ने भएकाले सुदन गुरुङको कुनै पनि भोलि प्रधानमन्त्री बन्ने सपना नभएको कारणले सुदन गुरुङलाई राखियो र जतिलाई समात हुन्छ समातिहाल्यो अब तेरो काम सक्यो भने जस्तो हो कि भन्ने हामीलाई फिल भइरहेको छ नत्र भने यो गलत प्रमाण गर्नको लागि भोलि अर्को गृहमन्त्रीले लाउनुहोस् र गृहमन्त्रीलाई पनि 24 घण्टामा रमेश लेखकलाई र केपी शर्मा उसलाई समातिदिनुहोस् उहाँहरूलाई समातिसकेपछि जिन्दगीभर जेलमा राखिदिनुहोस् अनि बल्ल थाहा हुन्छ साँच्चीकै गृहमन्त्री नैतिकताको आधारले राजीनामा दिनु भएको रहेछ